ल गाइस यात्रा गरेर चाहिँ म अब फर्किँदैछु। यो चाहिँ खोला एकदम जोखिमपूर्ण यात्रा छ। यस्तो छ गाइस खोलाको सिन। तपाईहरु पनि ट्राभल ड्यान टुर गर्न चाहनुहुन्छ भनेदेखि तल दिएको बायो नभए वेबसाइटमा गएर चाहिँ मलाई मेसेज गर्न सक्नुहुन्छ, मेल गर्न सक्नुहुन्छ। ल गाइस तपाईहरु पनि पर्यटन व्यवसायमा लागेर चाहिँ म सेवा गर्छु, आफू पनि घुम्छु र अरूलाई पनि घुमाउँछु भन्ने सोच बढाउनु भएको छ भनेदेखि चाहिँ तल दिएको बायोको लिङ्कमा गएर मलाई टेक्स्ट, मेल, व्हाट्सएप जे पनि गर्न सक्नुहुन्छ। यो चाहिँ दार्जिलिङको वाटर फोर्ड भन्छ यसलाई। यो चाहिँ घुमभन्दा तल झन्डै 1 घन्टा, दार्जिलिङको बजारको घुमभन्दा 1 घन्टा आएपछि चाहिँ तपाईहरु यहाँ आउन सक्नुहुन्छ गाइस। एकदमै रमणीय राम्रो छ यो। यस्तो छ गाइस यहाँको दृश्यहरू। तपाईलाई पनि घुम्न कस्तो लाग्दैछ, तपाईलाई कस्तो लागिरहेको छ यो तल कमेन्टमा भनिदिनु होला र प्रतिक्रिया पनि दिनु होला। यस्तो छ गाइस झरनाको चिसो पानी डाँडा पारी घाम लाग्यो, तिमीता तिमी राम्री मै चाहिँ मन पर्यो, राम्री त तिमी राम्री मै चाहिँ मलाई त्यसै गाल पार्यो। थ्याङ्क यू। आंटी के पास चलना है? गाइस हामी चाहिँ यसरी हिँडिरहेको छौँ।